हेलो सबैलाई नमस्ते। आज म अहिले 10 बजिसकेछ, कोठा हान्नको लागि निस्किन लाग्छु। अब आज दिनभरि के कति राइडर हान्छ र कति फाइदा हुन्छ, कति इन्कम हुन्छ भन्ने कुरा सम्पूर्ण कुराहरू म चाहिँ पठाउमा भिडियोमा देखाउने छु। हेरेर साथ दिनु होला र यदि मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब। आजको मेरो फर्स्ट राइड आइसकेको छ गाइज। फर्स्ट राइड चाहिँ यो ठुलो बराङबाट लोटसे महलको रहेको छ। कस्टमरलाई लिन जाँदैछु म। अब हेर्नुहोस् है भिडियोमा। तपाईँ हो लोटसे महल प्रकाश होइन? प्रकाश हजुर। ड्राइभर हो? ए प्यासेन्जर भयो भने त 11 बजे हुन्छ, ढिलै गर्नु नि त। हजुर प्यासेन्जर भयो भने त 11 बजेर 10-15 मिनट पुग्यो नि त। हेलो 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 तपाईँ हो? तपाईँ ओके, अगाडि त्यहाँ बस्नु त। भित्र हो यहाँनिर आउनुपर्ने रहेछ। अब यहाँनिर रहेछ, म त भित्र हो कि सोचिरहेको। ओके धन्यवाद। 69 हो। यो चाहिँ मेरो थर्ड राइड हो आजको। थर्ड राइड आइसकेको छ। अब 600 मिटर टाढा लिन जानुपर्ने भयो। एन्जल हटको सानो गेटमा कि ठुलो गेटमा हुनुहुन्छ तपाईँ? ठुलो गेटमा हुनुहुन्छ? ल म पछाडितिर सानो गेटमा आएको थिएँ कि त्यसो। ठुलो गेट यता हो नि त तपाईँ हो? यो मेरो आजको 6औं राइड हो। अनि गाइज यो साथीहरू यो असनबाट यो महाबौद्ध जाने बाटोमा को जानु भएको छ है। यो लास्टै भिडभाड हुने रहेछ है यो बाटो त। हेर्नु त नोइज कस्तो छ। त्यहीमा पनि बाटो बिग्रेर बिचमा उताबाट गाडी कहाँनिर हुनुहुन्छ तपाईँ? महाबौद्ध भनेर ठ्याक्कै अझै हो? अझै महाबौद्ध इसियो नम्बर हान्नु न। इसियो नम्बर हान्नु त। इसियो नम्बर 9864। ओके धन्यवाद। यहाँ गिफ्ट आएछ गाइज, एउटा सरप्राइज हस्पिटलमै पठाइदिएको छ। बुके पठाइदिएको रहेछ उतादेखि। वेट गर्नु भन्ने समाजको पार्टी ल अलिक छिटो आइदिनु है। यहाँ ट्राफिकले पनि गरिसक्यो। कति 10 मिनट भइसक्यो। तपाईँ हो? ए सरप्राइज दिएर रहेछ, मलाई थाहा भएन।
अलि अगाडि फोन गर्नु पर्दैन त मलाई के सरकारी गाडीवालाको ढाक भित्रमा रोकिरहनु हो कहाँ जानुपर्ने टोखा भाइपट्टि नि कति हो सानो मेरो मान्छे आएको छ क्या मान्छेलाई लिन आयो क्या काठमाडौँको डेन्जर गल्ली खतरै छ गल्ली ये लो गली तो है लेकिन कस्तो के रे सुन्दरलाई थियो हैन किचा पोखरी अनि जितेन यहाँबाट ओके बस्नु न तपाईँ जानु हजुर नि भएन म बस्छु यो सामान चाहिँ तपाईँ बस्नु न पहिला दिनु त यहाँसम्म यहाँबाट छिर्दा हुन्छ है हुन्छ ओ ओ ओ ओ भयो दिदी भयो भयो ल बिस्तारै है भारी बोकेर आएर भाइ छोडा त ओ भाइ लसरी फसरी सिधै हो यो गल्ली त म कहिले आएन भित्र गल्ली खतरा बाटो रहेछ यताबाट हो भइहाल्छ हाल्नु हुने रोक्नु 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 एकछिन भयो दाहिने छ यहाँबाट सिधै भाइ ठेला समात्नु त ढेसेला है अलि आज चाहिँ जम्मा मैले 13वटा राइड हाने जम्मा तपाईँको टोटल इन्कम चाहिँ 1800 भएको छ जसमा अब 300-400 को तेल हाले अब भनेपछि 1400-1500 बचे जस्तो छ आजको कमाइ चाहिँ साँझ पानी पर्न थालिसक्यो अब घर लाग्ने यताबाट सिधै